नमस्कार, म अनिल कुमार घिसिङ र हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ मेरो प्रोजेक्टको काम भइराखेको छ र यहाँबाट चाहिँ सामानहरू टावर क्रेन खोल्ने क्रममा यो ठुल्ठुलो हेभी क्रेन ल्याएर चाहिँ टावर क्रेनलाई निकाल्ने कार्यक्रम गर्न लागिराखेको छौँ र यो हाम्रो कम्पनी प्रोजेक्ट चाहिँ इब्दात आर्ट कन्ट्र्याक्टिङ हो र यहाँ देख्न सक्नुहुन्छ जति पनि हाम्रो कम्पनीमा लाग्ने मार्बलहरू र यसै गरी यसमा चाहिँ सिसाहरू देख्न सक्नुहुन्छ र यो कम्पनीमा एकदम लगातार निरन्तर यो टावर बनिने सामानहरू सिसाहरू देख्न सक्नुहुन्छ र यहाँ जति पनि हाम्रो क्रेनहरूबाट सामान उतार्ने टावर क्रेनहरू उतार्ने कार्यक्रम भइराखेको छ र सम्पूर्ण जति पनि हाम्रो साउदीमा हुने सम्पूर्ण साथीहरू माझमा म के भन्न चाहन्छु भने जति पनि प्रोजेक्टमा काम भइराखेको बेला एकदम सेफ्टी र सतर्क रहन होला र यस कार्यक्रममा जे पनि हुन सक्छ र सचेत रहन होला र मेरो भ्लग भिडियोमा जति पनि हेर्न हुन्छ र मलाई फलो गरिदिनु होला र सपोर्ट गरिदिनु होला र मेरो भ्लग भिडियोमा सबै साथीहरूले माया गरिदिनु होला भनेर भन्न चाहन्छु र यसै गरी हाम्रो प्रोजेक्टहरुमा चाहिँ साउदीमा यस्तै निरन्तर हाम्रो इब्दात कन्ट्र्याक्टिङ कम्पनीमा चाहिँ कामहरू लगातार निरन्तर चलिराखेको छ र यसमा देख्न सक्नुहुन्छ यो चाहिँ कम्पनी प्रोजेक्टमा टावर प्रोजेक्टको चाहिँ कम्प्लिट भएपछि टावर क्रेन खोल्ने क्रम भइराखेको छ हैन र जति पनि सम्पूर्ण साथीहरू साउदीमा आउनुहुने हाम्रा मित्र साथीहरू अहिले कम्पनीमा एकदम सचेत रहनु होला र एजेन्ट मार्फत आउनुभयो भने कति स्यालेरी कस्तो हो भनेर एकदम कम्पनीमा राम्रो कुरा बुझेर मात्रै आउनु होला र यहाँ जति पनि आएर एकदम धोका पाइराखेको हुन्छ र भने जस्तो काम मिल्दैन र त्यसै गरी राम्रो सचेत रहनु होला आउँदाखेरि कम्पनी बुझेर मात्रै आउनु होला भन्न चाहन्छु र जति पनि सम्पूर्ण मेरो भ्लग भिडियो हेरिदिनु हुने सम्पूर्ण मेरा प्यारा मेरो मित्र साथीहरूलाई आज मेरो यो भ्लग भिडियो मार्फत नै तपाईहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र कस्तो भयो भनेर सल्लाह सुझावको लागि चाहिँ कमेन्ट बक्समा प्रतिक्रिया छोड्न सक्नुहुन्छ र आज यति भन्दै म उही पूर्वेली अनिल कुमार घिसिङ पूर्वेली ठिटो भिडियो बनाउनमा एकदमै छिटो र यति भन्दै आज मेरो भिडियो यही पुरा गर्न चाहन्छु र हस्त धन्यवाद भन्दै तपाईहरु माझमा म अनिल कुमार घिसिङ बिदा हुन चाहन्छु हस्त नमस्कार बाई बाई